घोषणा गर्न गइरहेका छौँ। यसभन्दा अगाडि वडा अध्यक्षज्यूले 51वटा सूचकहरू पुरा गरिसकेको सुनाउनु भइसकेको छ। यो बारेमा पछाडि मैले भन्नेछु। त्यसको आधारमा म यो वडा बालमैत्री वडा हो भनेर घोषणा गर्न गइरहेको छु। म प्यारा पढ्न चाहन्छु। बालबालिकामा गरेको लगानी ल्याउँछौँ सुनौलो बिहानी। बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा 2082। रामेछाप जिल्ला रामेछाप नगरपालिका अन्तर्गत 934 घरधुरी रहेको यस 8 नम्बर वडामा महिला 2340 र पुरुष 2529 गरी कुल जम्मा 4869 जनसङ्ख्या रहेको छ। कुल जनसङ्ख्या मध्ये बालबालिकाहरूको सङ्ख्या 950 रहेको सुन्दर पर्यटकीय तथा ऐतिहासिक 8 नम्बर वडाले नेपालको संविधान 2072, स्थानीय सरकार सञ्चालन 2074, बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका 2078 र बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि 2079 द्वारा निर्दिष्ट गरिएको 51वटा सूचक, 5वटा तहगत चरण, 28वटा तहगत खुड्किला र मापदण्डहरू पुरा गरेको हुँदा रामेछाप जिल्लाको रामेछाप नगरपालिका 8 नम्बर वडालाई भव्य र गरिमामय समारोहको बीच बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्दछु। धन्यवाद।